75,000 ब्युटी भनेको त अगाडि हुन्छ पछाडि हुँदैन क्या ब्युटी भनेको धनमा आकाश 2 दिनको जिन्दगी के छ र पछाडि अलिकति बाइक देखियो होला होइन तर कहाँ छु भनेर पक्कै थाहा भयो होला यो धेरै पछाडि मैले भिडियो बनाउँदैछु आयरन रिकन्डिसनको र अफरहरूको बारेमा हामी पछि कुरा गर्नेछौँ र यहाँ चाहिँ बाइकहरू धेरै छ कहाँ छ के छ कुन ठाउँ हो भनेर दमकमै परो ठ्याक्कै यो के भन्छ बेलडाङ्गी रोड सबै रिकन्डिसन भनेको बेलडाङ्गी रोडमै छ र तपाईँहरूले आएर चाहिँ आयरन रिकन्डिसनमा केही गर्नु पर्दैन फोन नम्बर दिएको हुन्छ त्यहाँ फोन गरेर ठ्याक्क आइपुग्नुहुनेछ किन भन्दाखेरि लोकेसन भनेको कहाँ अरे सर दमक झापा बेलडाङ्गी रोड डिम्याक्स फिल्म हलदेखि 100 मिटर अगाडि आउनु भने हाम्रो लोकेसन पाउनुहुन्छ नमस्ते म चाहिँ आयरन रिकन्डिसनको सञ्चालक उत्तम यादव र यता हुनुहुन्छ यता खाप्सियो अरे उता चाहिँ सियो अरे सियो यता मेन मालिक यता हुन्छ यता चाहिँ खाप्सियो यता सियो चाहिँ म चेयरम्यान यता हुन्छ ल ठिक छ हामी केही गर्नु पर्दैन दमकमा आइसकेपछि आयरन रिकन्डिसन भनेपछि चिनिन्छ र अनलाइनमा पनि धेरै तपाईँहरूले हेरिसक्नु भएको होला उहाँ ह्यान्डसम पनि हुन्छ त्यत्तिकै जिउ पनि त्यत्तिकै बनाउनु भएको छैन सब इधर बेचेर कमाएर हो क्या यो जिउ बनाएको भनेको त ट्याटो चाहिँ आज देखाउनु भने ठिकै छ कुनै दिन हामी देखाउँला होइन ल आज हामीसँग धेरै बाइकहरू छ होइन अफरहरू हामी छोडिदिउँ आएर डिल गर्नुहुनेछ त्यतिखेर अफरको बारेमा कुरा गर्नु होला तर हामीसँग होन्डाको यामाहाको यो बजाजको त्यसपछि टिभिएसको सबै छ हामी छट्ट देखाउँदै जानेछौँ भने यो सेतो ब्ल्याक एन्ड ब्युटीलाई भन्न मिल्दैन व्हाइट एन्ड ब्युटी हो यो ल यो एनएसमा सुरु गरौँ त सर के छ कस्तो छ यो बाइकको कुरा गर्दाखेरि NS 200 एबिएसमा रहेको छ गाडीको कुरा गर्दाखेरि गाडी 2020 लास्टको गाडी देख्न सक्नुहुन्छ गाडी एकदम फ्रेस छ यो बाइक हजुरहरूले पाउन सक्नुहुन्छ मात्र 1,90,000 मा त्यसपछि हामी अर्कोमा आयौँ ए साथी 1,90,000 है 1,90,000 यस हामी बिचमा छुटेका थियौँ र 1,90,000 यहाँ यो अर्को फेरि व्हाइटमै छ 85,000 FI ABS दुइटै भएको अब FI ABS दुइटै भएको 1,00,000 कति अरे 80,000 नेगोसिएबल त भइहाल्छ नि टेबल तक त भन्ने प्राइस हो दिने चाहिँ अर्कै हुन्छ यो नसोच्नु होला कमेन्ट चाहिँ गर्नु होला प्राइस कति राख्नु भनेर त दिने प्राइस चाहिँ फरक हुन्छ मजाले हेर्नुहुन्छ यो एउटा भयो अर्को TDS सिङ्गल डिस्कवाला यो पल्सर 150 2022 जतिकै छ यो गाडी चाहिँ तपाईँहरूले पाउनुहुन्छ मात्र 1,35,000 मा 1,35,000 मा टिलिक्क टल्केर बसिरहेछ लाइट टल्केर हो कि के टल्केर त थाहा भएन तर आएर आफै हेर्नु भने चाहिँ थाहा हुन्छ होइन यो 220 तर्फ लाग्यो यो 220 कति प्राइस हो कति मोडल हो भनिदिनु होला म सर देखाउँदै जान्छु यो सिङ्गल च्यानल एबिएस पछाडि RLP छ ठिकै छ केही छैन तर पाइने चाहिँ जे होस् सस्तो दिनुहुन्छ उहाँले यो ग्राफिकमा 2022 मा दिएको दिनुमा चाहिँ 21 भएको मात्र तपाईहरुले 2,30,000 मा यो बाइक आफ्नो 2,30,000 मा गयो अर्को यो हल्का बिगारेको यो यामाहा हबी बजाज हो यो बजाज हो यहाँ मोडिफाई गरेको बाइक हो 7,000 को ह्यान्डल सहित तपाईहरुले पाउनुहुन्छ ओके 2022 लास्टको बाइक हो देख्न सक्नुहुन्छ बाइक चाहिँ एकदम भन्नै पर्दैन बाइकको बारेमा यो कति एजको जेन्जीले कुदाएको हो नि बुढो जेन्जी त होइन होला बुढो जेन्जी होइन जमानेले कुदाएको जमाने अस्ट्रेलिया भाइ जाने भएर छिट्टो बेचेको मात्र 2,20,000 मा 2022 को बाइक अनि भनेपछि ठिकै छ 200 सीसी ओके त्यसपछि हामी एभेन्जर 160 होइन मात्र 1,35,000 मा स्टिक ओके 1,35,000 मा 220 हो ए स्टिकर नभएर मलाई थाहा भएन त ल अर्को पनि सेम बाबाजी कि जय हो 2023 को 21 कति भन्ने 1,05,000 भने 2,05,000 जिब्रो चिप्लो भन्दा बर्बाद छ त ल ठिक छ प्लस 1,00,000 गर्दा भयो नि त 1,05,000 भयो नि त भनेपछि 2,05,000 भयो ल ठिक छ यो 2,05,000 हामीले हल्का जिस्केर मात्रै कुरा गर्दै यो 220 है तपाईँहरूले हेर्न सक्नुहुन्छ भने यहाँ अलरेडी छ अब हामी स्कुटरतर्फ लाग्यौँ दियो सबसे सस्तो भन्दा पनि बढी बिक्ने होइन मेचीकै रहेछ अब कोसी पनि बनाउन मिल्यो लान चाहियो भने अगाडिबाट हामी देखाउने छौँ ब्युटी भनेको त अगाडि हुन्छ पछाडि हुँदैन क्या ब्युटी भनेको ब्युटी अगाडि हुन्छ त ठिक छ यो कति प्राइस हो यो 75,000 मा मात्र 75,000 मात्र 75,000 मा गयो नम्बर लगाएको रहेछ ठिकै छ केही मतलब भएन किन्दाखेरि नम्बर लगाएर पाइहालिन्छ अर्को यो रातो 1,45,000 के साह्रो सस्तो हो 1,35,000 मै आयो यो स्मार्ट कनेक्ट टर्न बाई टर्न नेभिगेसन भएको गाह्रो छ ल अर्को 1,50,000 मा यो झन् राम्रो 1,50,000 है ल दियो नयाँ छ होइन यो चाहिँ मात्र 2 लाख
म त 2023 मोडलको 14,000 जेन्युन रनिङ भएको डिएक्समा 1 लाख थपेर 2 लाख हेर्नु 2 लाखमा यो चाहिँ मात्र 70,000 मा यसको नयाँ बाइक 70,000 मा हैट यो त कडा हो नि हात्ती हो नि यो चाहिँ तपाईँको मात्र 1,45,000 मा यो भेटी यामाको सरी हामीले त गफमा भन्नै बेच्छु त्यो सुजुकीको है त्यो सुजुकी हो उताको सबै होन्डाकै हो त्यही भएर हामी गफमा अर्कै तरिकाले लागेको छ यो यामाको भिटु भर्जन अब मोडल र प्राइस चाहिँ भनिदिनु 2018 मोडल 18 लास्टको ओके 1,45,000 पाउनुहुन्छ 1,45,000 मा आयो होइन अनि अर्को यो एनएस 2022 को एनएस मात्र 1,70,000 मात्र 1,70,000 मा गयो अहिलेलाई हामीले चटक्कै यति नै राखिदिउँ बाँकी भनेको अरू दिनमा अपडेट गरिदिन्छु र लोकेसन भनेको ठ्याक्क म अहिले चाहिँ भनिदिन्छु यो अगाडि भनेको डाँफे चोक होइन त ठ्याक्क मेन दमकको चोक भनेकै डाँफे चोक हो त्यहाँबाट तपाईँहरूले उत्तरतर्फ लगभग 100 मिटर पनि आउनु पर्दैन 100 मिटर आइसकेपछि यो डल्फी स्किन केयर भन्ने छ ठ्याक्कै त्यसको अपोजिटमा यता तपाईँहरूले आयन रिकन्डिसन हेर्न सक्नुहुन्छ भने म डिस्प्लेमा नम्बर पनि राखिदिन्छु त्यहाँ तपाईँहरूले सम्पर्क गरेर लिन सक्नुहुन्छ होइन त सर हस् धन्यवाद अब जय बालेन जय घन्टी होइन जय बालन जय घन्टी